अहिले भइसकेको छ राति अनि आज म के को सब्जी बनाउँछु म तपाईहरुलाई अगाडि भिडियोमा भन्ने छु। आज बिहान अनलाइनबाट आएको थियो पालकको साग अनि त्यही बन्छ आजको हाम्रो सब्जी। पालकमा आलु मिसायो भने झन स्वादिष्ट हुन्छ पालकको सब्जी। पालक सागलाई मजाले धुनु पर्छ पानीले, किनभने पालक सागमा हुन्छ धुलो माटो। पानीले मजाले धुइसके आलु अनि पालकको सागलाई महेन्द्र बाहुबली जस्तो काट्न थाले म पालकको सागलाई। सब्जी काटिसकेपछि म निकाल्दैछु अहिले दाल, किनभने आज हामी सब्जीसँग खानेछौँ दाल पनि। दाललाई मजाले पखालिसकेपछि म हालिदिए कुकरमा पाक्नलाई। चावल चाहिँ हाम्रो अघि नै पाकिसकेको थियो। सबै थोक काटिसकेपछि म हपन बाबुलाई जिम्मा लगाइदिए पकाउनलाई। हपन बाबु भित्र पकाउँदैछ सब्जी अनि म चाहिँ आएको छु बाहिरतिर लुकलुकाउनलाई। लुकलुकाइसकेपछि म बसेको छु एक कोनामा अनि त्यतिखेर आइपुग्नु भयो लाइब्रेरीको दाजु। दाजु आइसकेपछि म दाजुलाई सुनाउँदैछु अजिब गरिब वाला हरकत, आजको दिन कार्यहरू।